गुड मर्निङ एभ्रिवान। हामी तिमी जाँदैछौँ अनि तिमी टी गार्डन जाँदैछौँ अनि अहिले हामी रम्फू आइपुग्यौँ। यो चाहिँ रम्फूदेखि हामी सिङताम भएर हामी उकालो जान्छौँ। यहाँदेखि 12 किलोमिटर छ सिङताम। यो चाहिँ रम्फूको ब्रिज, अटल सेतु। यो चाहिँ अटल सेतु ब्रिज, यसको नाम चाहिँ राखिएको छ। यो चाहिँ रम्फूको ब्रिज। पहिला चाहिँ हामी उता रम्फू, यो चाहिँ रम्फू बजार पहिला चाहिँ यहाँबाट जान्थ्यो। वेलकम टु सिक्किम। माथि वेलकम टु सिक्किम बनाउँदो रहेछ। त्यहाँ माथि देख्नुहुँदैछ होला। यो चाहिँ हामी रम्फूको सिङताम बजार आइपुग्यो। यो चाहिँ सिङताम बजार। यहाँबाट चाहिँ हामी तिमी जान्छौँ। बिहानको 8:30 भइराखेको छ अनि तपाईँहरूले देख्न सक्नुहुन्छ बजार कति व्यस्त। कमर्सियल बजार, सब्जीहरू पनि हाट हो ल। आज हाटको दिन रहेछ। यहाँ सब्जीहरू पनि लागिसकेछ। बिहानै यता कुखुरा बोकेर लानुहुँदैछ। आज सिङताम हाट, सिङताम बजारको हाट रहेछ अनि यसरी त्यही भएर बिहानै बजार अस्तव्यस्त। सिङतामको ड्याम यो चाहिँ सिरवानीको ड्याम यस्तो रहेछ। बाटो यो पनि भत्किएर बनाएको हो होइन, लगेको है अस्ति नै कसले के अरे अक्टोबरको अहिले होइन, अक्टोबरको फ्लडले यो पनि लगेकोले यहाँ कन्स्ट्रक्सनहरू चलिरहेको रहेछ। यस्तो हिलोमा चाहिँ उसको त चक्का राम्रो छ। अब यहाँबाट चाहिँ हामीले टर्निङ लिनुपर्ने उकालो। क्या हिलो! यहाँबाट चाहिँ याङ जान्छ यता। अब हामी चाहिँ अझै उकालो हाम्रो चाहिँ तिमीको यात्रा। अनि आज पनि फेरि यो बाटो चाहिँ हामीले बिहा गरेकै साल 2007मा हाम्रो विवाह हुँदाखेरि चाहिँ हामी जाडोको डिसेम्बरहरूको महिनामा, जाडो महिनामा चाहिँ बाइकमा हामी यो उकालो तिमी गइरहेका थियौँ। झन्डै लगभग आज फेरि 18 वर्ष, कति वर्ष 18 वर्ष बाद हामी फेरि पनि यो बाटो
हिँड्नु पाइराखेका छौँ। योपालि अचम्मै भइरहेछ। अस्ति अप्रिलमा पनि हामी उता डुवर्स जाँदाखेरि त्यसरी नै बिहा गरेको सालै हामी गएका थियौँ। अनि त्यसपछि 18 वर्ष बादै हामीले डुवर्सको बाटोलाई पनि आफ्टर 18 इयर्स हामीले इन्जोय गरिरहेका थियौँ भने आज पनि त्यस्तै घटना हाम्रो जीवनमा 2007मा हामीले बिहा गरेको समयमा बाइकमा हामीले डिसेम्बरको कठिङ्गारे चिसोमा बाइकमा हामीले यात्रा गरिरहेको थियौँ भने आज 18 वर्ष बाद फेरि हामीले आरामसितले यो बाटोलाई हामीले इन्जोय गर्न पाइराखेका छौँ। पहिला यस्तो थिएन बाटो, पहिला यस्तो थिएन, यो हाइवे थिएन। यो त अब 15 वर्ष, यो 18 वर्ष बाद चाहिँ बनिएको यो कटिङहरू गरेर यत्रो ठुलो रोडहरू थिएन। अनि परमेश्वरको सिजन चाहिँ फर्केर आउँछ। गएको समय त फर्केर आउँदैन, तर परमेश्वरको सिजन चाहिँ फर्केर आउँछ। अनि आज हामी फेरि पनि 18 वर्ष बाद दुईजना नै छोराको स्कुल छ अनि छोरालाई ल्याउनु सकिएन। अनि हामी दुईजना मात्रै फेरि पनि यसरी यो बाटोलाई आज हामी इन्जोय गरिरहेका छौँ। लङ ड्राइभ अरे, फेरि फराकिलो पनि। अन्त कस्तो महसुस गर्नुहुँदैछ यत्रो वर्ष बाद तपाईँलाई? खुसी लागिरहेछ। म त आफ्टर 18 इयर्स टोटली। सायद तपाईँ चाहिँ अलिक बिचमा हिँड्नु भयो होला है? बिचमा म गान्तोक जाँदा, नाम्चीबाट त्यहाँदेखिको याङयाङ जाँदा, तल श्रीपतम जाँदा प्राय हिँडे यो बाटो। तर अब मिसनमा हुँदै गर्दा त्यति बेला म फिल्ड भिजिट गर्नु जाँदाखेरि हिँड्थेँ यो बाटो। अनि अब अहिले चाहिँ अब हामीहरू तिमी जाँदैछौँ। आज हाम्रो यहाँ सेवा छ, अनि त्यो सेवा एटेन्ड गर्न जाँदैछौँ हामीहरू। हामीलाई बोलाएकोले गर्दा यहाँ चाहिँ मेरो खाजा यसरी पोखा बनाइवरी बोकेको छु। बिहानै खान रुच्दैन, अनि मेरो अब खाने टाइम हुँदै गर्दा भोक लाग्दैछ, अन्त निकालेको। यो चाहिँ मेरो पोखा खाजा। अब खाँदै जानुपर्छ गाडीमा। राखिदिनु भएको थियो यहाँ भाइलाई। यतिकै अझै बढ्दै गएको होस् भनिकन म पनि यहाँलाई भन्न चाहन्छु। अभिभावकलाई असलपूर्वक निर्वाह गरिदिनु भएको लागि र अब फेरि पनि तपाईँको माझमा एउटा प्रेजेन्टेसनलाई मेरो प्रभु येशू सम्हालिदेऊ मलाई आजको दिनदेखि मेरो जिन्दगीलाई। र आजका विशेष मुख्य अतिथि साथसाथै अति नै आदरणीय पास्टर हाम्रो बीचमा मेसेज लिएर यस चर्च भवनभित्र प्रवेश भइसक्नु भएको छ भने मल साँप्रो पनि भन्थ्यो धेरैजनाले। दुईजना कहीँ पनि जाउँ दुईजनै हुन्थ्यौँ, कहिल्यै छुट्टिँदैनौँ। तर परमेश्वरको योजना र परमेश्वरले उहाँको कार्यको निम्ति बोलाउनु भएपछि हामी विभिन्न प्रकारले यहाँसम्म सहायता गर्नुभयो। छेउको साथीलाई पनि भनिदिनुहोस् न, परमेश्वरले तपाईँलाई यहाँसम्म सहायता गर्नुभयो।
ननिदाउनुहोस् है भन्नुहोस्। तपाईँलाई सहायता गर्दै हुनुहुन्छ परमेश्वरले। आमेन। परमेश्वर चाहिँ सहायता गर्ने परमेश्वर हुनुहुन्छ। अब यसले चाहिँ मिस्पाले चाहिँ टाढोसम्म हेर्ने कुरालाई देखायो भने सेनले चाहिँ केलाई देखाउँछ भनेदेखिलाई प्रार्थनाको निगरानीको टावरलाई देखाउँछ। प्रिय के भन्छ अरे मिस्पाले यति चाहिँ सिकेर जानुहोस्। आज मिस्पाले के गर्छ अरे मिस्पाको अर्थ चाहिँ टाढोसम्म देख्न सक्ने। अहिले म तपाईँहरूको अगाडि आमाको मिठो सम्झना। आज फेरि 2-4 शब्द कोर्न मन लाग्यो। आज फेरि 2-4 शब्द कोर्न मन लाग्यो। म भित्र भएको आमाको माया खोल्न मन लाग्यो। हामी ताली बजाउने छौँ। एकछिन हामी अब फर्किँदैछौँ घर। यहाँबाट तिमी टी गार्डन हुँदै हामी घर फर्कँदैछौँ। हाम्रो हिरो साफ यहाँ आफ्टर अ लङ टाइम तिमी टी गार्डन घुम्नु हुँदैछ। यताबाट जाउँ न यसो न कता यहाँ बाटो छ नि यस्तो छ नि। ए कहाँनिर पाउँदो रहेछ। अब हामी त अन्त चियापत्ती बगानमै हुर्केकोले हामीलाई त यस्तो फिक्का चियाको त जरुरतै छैन नि त। दुधको पायो भने खाने हो। त्यो त टाढो टाढोबाट आउनेलाई मात्रै यसो टिमी टीको चुस्की लिनु मिल्छ नि त। हामी त कमानमै हुर्केकोले गर्दा त्यस्तो साह्रो ब्ल्याक टीको चाहिँ अब हामीलाई तलतल हुँदैन, तृष्णा हुँदैन। यो चाहिँ फ्याक्ट्री हो टी बनाउने। कमानबाट चियापत्तीहरू टिपिन्छ अनि चियापत्ती टिपेर यहाँ फ्याक्ट्रीमा ल्याइन्छ। अनि फ्याक्ट्रीमा ल्याएपछि चाहिँ यहाँ ग्रेड छुट्याएर चियापत्ती बनाइन्छ। अनि त्यही अनुसारको दाम पनि हुन्छ है चियापत्तीको चाहिँ। ल हामी नाम्ची आइपुग्यो। बिहान चाहिँ हामी तल रम्फू सिङताम हुँदै हामी तिमी पुगेको। अहिले चाहिँ हामी माथिल्लो रोड दामथाङ हुँदै दामथाङ रोड भएर नाम्ची आइपुग्यौँ। नाम्ची चाहिँ हाम्रो एकदमै मनमा बसेको ठाउँ। हामी नाम्चीलाई धेरै माया गर्छौँ। अनि नाम्ची चाहिँ हाम्रो लागि एकदमै ब्लेसेड ठाउँ हो। तर आज हामी नाम्ची घुमिरहनु भ्याउँदैनौँ। एकदमै हामीले आशिष पाएको ठाउँ चाहिँ हामी अब नाम्ची आइपुग्यो। एनपिएस स्कुलको नानीहरू हाम्रो सामु यहाँ नाम्चीमा हुँदा एनपिएसै पढ्थ्यो। अनि यही ड्रेसमा हाम्रो नानी क्लास 4सम्म पढेको नाम्ची आइपुग्यो। ल यसरी अब हामी भन्च्याङ आइपुग्यौँ। यति बेला यो चाहिँ भन्च्याङ बजार तपाईँले देख्नुहुँदैछ। धेरै वर्ष भएको थियो यो बाटो नहिँडेको। अनि आज यसो नामथाङ रोड हिँडेर अलिकति अपडेट लिएको नि कस्तो भएछ बाटोहरू भनेर। पहिला नाम्ची बस्दा त खालि हामी घर जाँदा यही भन्च्याङ रोड नामथाङ रोड भएर मात्रै हिँड्थ्यौँ। अनि अहिले चाहिँ हामी नाम्चीबाट कालिम्पोङ सिफ्ट भएकोले गर्दा नाम्ची आउँदा खालि हामी मल्ली रोड किताम भएर आउँछौँ। अनि यो धेरै वर्ष बाद फेरि हामी नामथाङ रोड भएर घर फर्किँदैछौँ। रमाइलो बनाएछ रम्फू
मामरिङ पुलमा लाइटहरू लगाएर अलिकति झिलिली बनाएर रमाइलो बनाएछ। बिहान चाहिँ हामी यहाँ उज्यालोमा आइपुगेका थियौँ झिलिली। अहिले चाहिँ झिलिलीमा आइपुग्यौँ रात परेर। फर्किँदाखेरि चाहिँ राति भयो र हामी राति फर्किँदैछौँ। अटल सेतु बेलुकाको समयमा चाहिँ झिलिली रम्फू ब्रिज